सम्पूर्णमा नमस्कार। यो नेपालकै आकर्षक पर्यटकीय गन्तव्यहरूमध्ये सुदूरपश्चिमको प्रवेशद्वार कर्णाली चिसापानी हो। यो ठाउँमा पुग्न बर्दिया राष्ट्रिय निकुञ्जको बाटो हुँदै गइन्छ। यो आकर्षक ठाउँ छ। यहाँ जङ्गली जनावरहरू, बाघ लगायतका मृगहरू, जरायुहरू बाटोहरूमा देखिने गर्दछन्। बाटोको दायाँ बायाँ यो पार गरिसकेपछि बल्ल यहाँ चिसापानी आइपुगिन्छ। यो चिसापानी पुल एक खम्बे अत्यन्त नेपालको आकर्षक पुलहरूमध्ये नयाँ डिजाइनमध्ये एक हो। यो 2050 सालतिर बनेको थियो। यो जापान सरकारको सहयोगमा बनेको हो। यो पुलमा 2080 सालमा ट्रकमा बोकेको पटकाहरू पड्केर आगलागी समेत भएको थियो। यो पुनर्निर्माण भइसकेपछि यो राम्रोसित सञ्चालनमा छ। यहाँ दैनिक हजारौँको सङ्ख्यामा घुम्न आउने पर्यटक, आन्तरिक तथा पर्यटकको भिड लाग्ने गर्दछ। धन्यवाद, नमस्कार।